तपाईँ स्किनी फ्याट हुनुहुन्छ र के गर्ने भनेर कन्फ्युज हुनुहुन्छ भने यो भिडियो फुल हेर्नुहोस्, म 1 मिनेटमा सम्झाउँछु। वेलकम टु एपिसोड 6 अफ माई लिन बल सिरिज। स्किनी फ्याट अहिले कमन प्रब्लम हो नेपालमा। स्किनी फ्याट हुनुको मतलब तपाईँको मसल त थोरै छ तर फ्याट पनि छ। सो यसको सिम्पल सोल्युसन भनेको बडी रिकम्पोजिसन हो। बडी रिकम्पोजिसन धेरैले कट जसरी ट्रिट गर्नुहुन्छ, तर हजुरले एउटा कुरा के बुझ्नुपर्छ भन्दा तपाईँको मेन गोल फ्याट लस होइन, मसल गेन हो। ड्युरिङ द्याट ड्युरेसन हामी फ्याट पनि लुज गर्छौँ। बडी रिकम गर्नको लागि फर्स्ट तपाईँ आफ्नो मेन्टेनेन्स क्यालोरिजमा बस्नुपर्छ, अनि मेक स्योर तपाईँको कार्ब्स र फ्याट इन्टेक मोडरेट होस् र प्रोटिन इन्टेक हाई होस्। प्रोटिन चाहिँ तपाईँ आफ्नो बडी वेटको 2 टाइम्स खानु होला र आफ्नो प्रोटिन इन्टेक चाहिँ सकेसम्म रियल सोर्स अफ प्रोटिनबाट पुरा गर्नु होला, नट फ्रम कार्ब्स होस्। र यो 2-3 हप्ता मात्र गरेर नछोड्नु होला। दोस्रो पोइन्ट चाहिँ जिममा प्रोग्रेस गर्न फोकस गर्नु होला। इट्स अब्भियस इफ यु डन्ट पुश योर मसल देन मसल स्टिमुलेसन कम हुन्छ अनि मसल ग्रोथ हुने त कुरै भएन। एन्ड लास्ट बट नट लिस्ट, तपाईँ एभ्री डे 10K to 12K स्टेप्स कम्प्लिट गर्नु होला। सो आजको लागि यति। सी यु इन द नेक्स्ट एपिसोड।